यो चाहिँ रातो गुजरगान हो। यो घाममा सुकाउने भन्दै थिए 500 रुपियाँ यसलाई 500 रुपियाँ 1 केजीलाई कि खै कति होला नि छ कि यो के को दबाई हुन्छ र हात काटेर क्या बस्छ हात काटेर लगायो भने ढुक्क लगायो भने ट्याक्कै जातिन्छ यसले जिउ दुखेको खुट्टा मर्केको हात भाँचिएकोहरू जातिन्छ अरे हो कति राम्रो मासिन्छ अरे खाने त्यही खाने कस्तो खाउँ लाग्ने जस्तो देखिरहेको बाउ त अहिले आइपुग्छन् होला है अब अहिले रोप्ने बाउले त्यो खोर्सानी रोप्ने ठाउँ बनायो भन्दै थियो ल बाँच्नु भएर होला अब रोपेकोमा देवीथान भएको नि त्यहाँ पनि यो कुटेर पिठो बनाउने यसको सुकायो अनि देखाएर अब बुवा त उसले अहिले आइपुग्छ यो के गर्ने भन्नुपर्छ चिन्ता पर्ने बाउ चाहिँ आज उता पारीतिर अकबरे खोर्सानीको बिउ लिनु भनेर गइरहेको छन् अनि हामीलाई चाहिँ अकबरेको खोर्सानी रोप्ने ठाउँ बनाए भन्दै थियो अनि अस्ति त्यो खनेको ठाउँमा चाहिँ आज अकबरे रोप्ने भन्ने हाम्रो प्लानिङ हो होइन बुवाले बिउ ल्याइपुर्यायो भने चाहिँ अनि ल्याइपुर्याउनु भएन भने चाहिँ भोलितिर रोप्ने अनि आज मेन रोप्नको लागि त त्यहाँ मलसल लगेर होइन ठाउँसँग बनाउनु पर्ने यस्तो हल्का घामसाम लागिरहेछ अनि सबैलाई अल्छी पनि लागिरहेछ मलाई नै अल्छी लाग्यो जस्तै अरूलाई नै अल्छी लाग्यो होला दाइहरूलाई होइन अनि दाइ एकजना चाहिँ पानी बनाउनु गएको छ अनि एकजना दाइ चाहिँ हल्का बिरामी छ होइन अनि अर्को दाइ साइला दाइ छ अनि म चाहिँ यताउता डुलिरहेको छु होइन हल्का सुँगुर हेरिरहेको छु कि टक्क हाम्रोमा पहिला चाहिँ सुँगुर पनि 8-9वटासम्म चाहिँ पालिन्थ्यो होइन अहिले चाहिँ छैन अनि केपी शर्मा ओलीले मरिचको रुख रोप्नुहोस् भन्थ्यो यहाँ चाहिँ मरिचको रुख होइन आँपको रुख हो होइन अनि त्यो चाहिँ रुद्राक्षको रुख हो होइन रुद्राक्ष हाम्रोमा कहिलेकाहीँ चाहिँ फल्छ क्या 10 मुखी 11 मुखी फल्छ तर मलाई 2000-3000 रुपियाँ अरे यहाँ पनि छ एउटा पिचिङ्ग्रे सुँगुर यसलाई म देखाइदिन्छु ल तँलाई काटेर कहिले खानु भन्छ यो चाहिँ हाम्रो गाउँतिरको होइन लोकल सुँगुर भनेको अब त्यो पहिला हुन्थ्यो नि त्यो मसिनो खालको होइन अलि थुत्न पनि लामो गरेको त्यो खालको सुँगुरहरू चाहिँ अझै पाउँदैन होइन त्यो खालको सुँगुरको मासु पनि अलिक रसिलो हुन्थ्यो होइन बेग्लै स्वादको हुन्छ अनि अहिलेको योहरू पनि होइन तर गाउँघरतिर पालेको अलिक छुट्टै स्वादको त भइहाल्छ त्यसै पनि अनि मलाई अचेल यस्तो के बानी बसिसकेछ भने यसरी अब फोन निकालेर भिडियो सिडियो म प्रायः फ्री भएको टाइममा होइन अनि यसो बनाइराखेको हुन्छु अनि त्यतिकै त्यस्तै बानीले होइन यस्तो अब कता गइहाल्यो भने केही भइहाल्यो भने पनि यसो मलाई चाहिँ फोनलाई निकालेर तेर्सिदिउँ नि त 2-4वटा गफसप हानिदिउँ नि त भने जस्तो फिल आउने क्या अनि त्यही भएर त्यस्तै लाग्छ त्यही भएर म हल्का फोन निकालेर तेर्साउँछु अनि यो अस्ति खनेको ठाउँ मैले यहीँ तल हो होइन अनि यो मुनिको त्यो तल्लो ठुलो अलिक त्यो बाटो सिधा गएर हो त्यहाँनिर चाहिँ खाल्डो पनि देखिरहेको नि हो त्यो त्यहाँ चाहिँ अकबरे खोर्सानी रोपेको छ अनि यहाँ मासतिर हो क्या यो अर्को सानो यो गरामा हो त्यहाँ खाल्डो खनेको त्यो चाहिँ मैले लिची रोप्नको लागि खनेको हो होइन किनकि मलाई लिची लाउनु लास्टै मन लागिरहेछ मेरो बारीमा होइन हाम्रो घरबारीमा अनि टक्क लिची सिची फल्यो भने खाना पाइन्छ नि त मलाई लिची चाहिँ मिठो लाग्छ क्या म चाहिँ खेततिर आएको अनि खेतमा बस्दा अनि हाम्रो मम्मी तल हाम्रोमा यिनी मकै के भन्छ उखेल्न आउनु भएको छ क्या छाड्न बाक्लो किराले खाएको अरे अनि यो हाम्रो घरको यो चाहिँ अनि भर्खर ल्याएर पालेर रहेछ आया हो फेरि मलाई यस्तो कस्तो राम्रो लाग्छ क्या पहिला हाम्रो घरमा होइन धेरै पाल्थ्यो क्या अनि अहिले पनि पाले आइज है हाम्रो बङ्गलामा म आइपुगेँ होइन अनि केही काम नगरे नि तिर्खा चाहिँ लागिरहेछ मलाई
रोटी खाएपछि मन शान्ति भयो होइन। तिर्खानी मेटी अब काम गर्न जाने हो। पखालेर राखिदिउँ। कसले धन्दा गर्ने फेरि आमा मम्मी बुढी भइसक्नु भयो नि त। घरमा कोही छैन धन्दा गर्नलाई म बाहेक भन्नु रे क्या। दाजुहरू नि हुनुहुन्छ अन्त हल्का मैले पनि गफ दिएको। हाम्रो छिमेकी दाइको घर हो त्यो होइन। अनि त्यो के भन्छ गुलाबको फुलहरू चाहिँ दामी देखिरहेछ। रातो र सेतो गुलाब होइन। आकाका होना हो दाजु बित्थामा। अहिलेसम्म लखर डुलेर बस्यो होइन। अब चाहिँ बाउ आइपुग्ने बेला नि होला। अहिले फेरि बाउ आएर गाली गर्न सक्छन्। त्यही भएर हामी अब चाहिँ मल लगेर खोर्सानी रोप्ने ठाउँ बनाउने हो। फेरि बाउ आएर त ओ के गरिस् दिनभरि भन्यो भने त छोरो अब यस्तै त अनि सुतो भन्न मिल्दैन बाउलाई। म चाहिँ दिनभरि दुःख गर्न जाने त चाहिँ सुत्ने भन्यो भने त गाह्रो हुन्छ हौ गाइज। गाह्रो हुन्छ नि हौ गाइज। कोदालो निकालौँ भने माया निस्किँदैन त हौ। कुखुराको खोरो अस्ति एउटा ठुलो रातो भाले चाहिँ काटेर खाइदिएको होइन। यो चाहिँ मेरो झोला उत्तान परेर सुकिरहेछ क्या मेरो झोला है। हाम्रो ह्यान्डसम 2 गोरुहरू है मराएर। तर कति 50,000मा पो ल्याएको त यार। कराउँदैनस् खुसी। टक्क हाम्रो मलको भारी रेडी भइसकेको छ। अब हामी टक्क 2 जना छौँ दाजुभाइ। अनि मल लिएर जाने हो। अनि खोर्सानी रोप्ने ठाउँ बनाउने हो है। खोर्सानी खानुपर्छ। टक्क अघि चाहिँ तल बनाउने। तल चाहिँ पहिला बनाउने भनेको फेरि यहाँनिर बनाउने प्लानिङ भयो होइन। त्यही भएर यो चाहिँ हाम्रो ड्रागन फ्रुट भयो। सालको काठ हो होइन। टिकाउ हुनुपर्छ अरे नि त हो। हाम्रो लागि खोर्सानी रोप्ने हामी यसरी रोप्छौँ। अरूले कसरी रोप्छन् थाहा छैन। हामी यसरी रोप्छौँ। टक्क यहाँ मल हाल्ने अनि खोर्सानी ल्याएर टकटक रोपिदिने। ठक्क फल्छ अनि घरदा हाम्रो घर बाउले जे होस् मिहिनेत गरेर यत्तिको घर हाम्रो लागि बनाइदिएछन् क्या होइन। किचन त हिजोअस्ति भर्खरै बनाएको। राम्रै भइरहेछ अहिलेसम्म।